see you. You are all happy and rested. तपाईहरुले आराम गर्नु भनेको बुझिन्छ, खुसी हुनुहुन्छ, त्यो देखेर म पनि खुसी छु। And many of you took the shower with the hot water, so you smelled good. तातो पानीले नुहाउनु भएछ क्यारे, राम्ररी सुवासना आइरहेछ शरीरमा। Hallelujah. So I am Dr. Gordon, and today we will begin part 7 of the lessons. सातौं भागमा हामी जान्छौं। हिजो परिचय छुट्नु भएकाहरूलाई डाक्टर गोर्डनमा। We are continuing in our tools of democracy, and today we will discuss petitions. र लोकतन्त्रका बारेमा विभिन्न उपायहरू हामीले हेरिराखेका छौं। आज हामीले फेरि पनि यो याचिका भनेर लेखेको छ हाम्रोमा, यसलाई अपिल भनेर बुझ्न पर्ला। नेपालीमा पनि अपिल चल्छ। A petition is a powerful tool that you can use to change a bad law. अपिल गर्ने तरिका पनि एकदमै महत्त्वपूर्ण शक्तिशाली उपाय हो। यसले पनि खराब कानुनहरूलाई बदल्न सकिन्छ। And a petition is a simple document that you can write on your computer. तपाईले आफ्नो कम्प्युटरमा लेख्ने सामान्य भाषाहरू प्रयोग गरेर लेख्ने एउटा पेजको हुन्छ यो। And it is 1 page long. यो एक पेजमा हुन्छ। But the petition has 3 elements you will find after question 25. तपाईले त्यहाँ 25 नम्बरको प्रश्न भेट्नु भयो भने त्यसको तल यहाँ 3 वटा भाग हुन्छन् यसको भनेर लेखिएको छ। The first element you will see, I am writing on the computer on 1 page. मैले एक पेजको जब लेख्छु यो अपिल, त्यसमा पहिलो कुरो चाहिँ Dear elected official, and you state their name. हामीले अब निर्वाचित अधिकारी वा प्रतिनिधिलाई हामीले लेख्छौं, उनीहरूको नाम लेख्ने चलन छ अंग्रेजीमा। हाम्रोमा त्यति साह्रै चलन छैन। माननीय फलानु भनेर हैन, सभासद वा सांसद वा मेयर भनेर लेख्छौं। So in the same way that when we say a prayer, we are praying to God. हामीले अब यो प्रार्थना गरे जस्तै नै हो। अब पहिले हामी परमेश्वरको नाम उच्चारण गर्छौं। And when I am praying, I am always begging God for what I want from the boss. मैले प्रार्थना गर्दाखेरि अब म भन्दा माथिल्लो तहबाट जे कुरो पाउन पर्ने हो त्यसका निम्ति प्रार्थना गरे आउँछु। We write the petition to the elected official to beg them for the favor. अब हामीले पनि जो निर्वाचित व्यक्ति हुनुहुन्छ उहाँसँग यो अपिल गर्दाखेरि उहाँहरूको सहानुभूति पाऊँ भन्ने ढंगले हामीले कुरा गर्छौं। Because they are very powerful, they are like the boss. उनीहरू शक्तिशाली मान्छेहरू हुन्, उनीहरू बस जस्तै हुन्। But they are not as high as God. तर उनीहरू परमेश्वर जति माथिका चाहिँ होइनन्। But we still show them proper respect and humility. तापनि हामीले चाहिएको आदर उनीहरूलाई देखाउनुपर्छ, हाम्रो विनम्रता जाहेर हुनुपर्छ। The second item we write is what is our demand, our request. अब त्यसमा हामीले दोस्रो भागमा चाहिँ हाम्रो खास माग के हो त भनेर लेख्न पर्छ। And I have listed the following people request that. अनि त्यहाँ चाहिँ यति जना मानिसहरूले फलानु व्यक्तिहरूले यो कुराको माग गरिराखेका छन् भनेर त्यसपछि ती मागहरू लेखिन्छ त्यहाँ। And you state what you want them to do. हामीले के गरिदिउन् भन्ने चाहना राखेको त्यो कुरा त्यहाँ लेखिन्छ। For example, dear Chief Minister, all these people who are signing demand religious freedom. अब उदाहरणको लागि मुख्यमन्त्रीलाई हामी लेख्दैछौँ, माननीय मुख्यमन्त्रीज्यू यो तल सही गर्ने यी मानिसहरूको खास माग चाहिँ यो हो भनेर लेखिन्छ। And you should give specific examples of why this is a problem. खास समस्या के हो त भनेर, किन यो समस्या बन्यो त भनेर त्यहाँ उदाहरण पनि लेख्न सकिन्छ। For example, this pastor was put in jail, this pastor was beaten, this pastor was killed. We want you to help. उदाहरणको लागि फलानु पास्टरलाई पिटिएको छ, फलानुलाई जेलमा हालिएको छ, यस्तो भएर दंगा फसाद भइराखेको छ भनेर लेख्नु पर्यो। Now sometimes the elected official says, "Oh, this is not happening. I never hear about this." कहिलेकाहीँ चाहिँ माथिल्लो तहका जनप्रतिनिधिहरूले के भन्छन्, मैले त सुनेकै छैन, होइन होला भनिदिन्छन्। But when you give them the petition, they can no longer claim ignorance. तर जब तपाईले यसरी सप्रमाण एउटा अपिल तयार गर्नुहुन्छ, उनीहरूले अब होइन भन्न पाउँदैनन्। Now they know because you have told them on the paper. किनभने तपाईले लिखित रूपमा नै के भएको हो भनेर देखाइसकेपछि
उनीहरूलाई अब चाहिँ थाहा हुन्छ हिजो थिएन भने। In the Old Testament, God was speaking through Ezekiel. इजिकियलद्वारा परमेश्वरले पुरानो कालमा केही भन्नुभएको छ। And he said, Ezekiel, if you tell the king, then it is the king's fault. इजिकियललाई परमेश्वरले के भन्यो भने राजाहरूलाई तिमीले यो कुरा भन्यो उनीहरूले गरेको पापको बारेमा बताइदियो भने त्यो त्यसको दोषी तिनीहरू नै हुन्छ। But if you do not tell the king, then it is your fault, Ezekiel. तर ती राजाहरूले गरेको पाप तिमीले जनाइदिएनौ भने तिमी चाहिँ दोषी ठहरिन्छौ तिनीहरूको पापको खातिर। So here in Nepal, whose fault is it? नेपालमा चाहिँ कसको गल्ती हुन्छ होला त अनि हाम्रा माथिल्लो तहका मान्छेले गरेको पाप नजनाइदिने हो भने? If you do not tell the king, if you do not petition the elected officials, then it is your fault. यदि तपाईले माथिल्लो तहका मान्छेहरूलाई उनीहरूले गरेको गल्तीको बारेमा जनाइदिनु भएन भने त्यो दोष चाहिँ हामीले पाउने हो। But if you are the prophet and you give them a good warning and a written petition, तपाईँ अगमवक्ताको रूपमा उभिनुहुन्छ, राम्रो प्रकारले चेतावनी दिनुहुन्छ लिखित रूपमा नै भने now it is their fault and they are responsible. अब यसपछि चाहिँ जे परिणाम आउँछ त्यसको दोषी चाहिँ तिनीहरू हुनेछन्। And maybe they will help you, maybe they will not help you. हुन सक्छ तपाईले गरेको कामलाई उनीहरूले सहायता गर्लान् वा नगर्लान् पनि। But the blood is no longer on our hands, now it is on theirs. किनभने त्यसपछिको परिणाम जुन पापपूर्ण परिणाम आउँछ त्यसको दोषी चाहिँ हामी हुँदैनौँ बरु तिनीहरू नै ठहराइनेछन्। The third element of the petition is the names of all the people. यसको तेस्रो भागमा चाहिँ जो मानिसहरूले त्यहाँ हस्ताक्षर गरेका छन् तिनीहरूको नाम सहितको सूची हुन्छ। I have organized this list in 4 columns. यसलाई चाहिँ 4 कोलममा उहाँले बनाउनु भएको छ। The first column is their name, like John Smith, Susan Smith. पहिलो कोलममा चाहिँ उहाँले जोन स्मिथ वा सुसन स्मिथ भनेर राख्नु भएको छ नाम। The second column is their email, like john@gmail.com, susan@gmail.com. त्यसको दोस्रो कोलममा चाहिँ उनीहरूको इमेल छ। Why would I put their email to collect? उनीहरूको इमेल त्यहाँ लेख्नु किन जरुरी छ त? It is important that you gather the emails so you can grow the size of your army. यसरी जब हामी इमेलको एउटा सूची त्यहाँ तयार गर्छौँ यसबाट हामीले आफ्नै लागि धेरै मानिसहरूलाई एकजुट गराइराखेका हुन्छौँ। If you get 1,000 people to sign, now you have 1,000 emails to send in the future. भनौँ न तपाईँ पछाडि 1000 मानिसले सही गर्दैछन् भने भविष्यमा ती 1000 मानिसहरू तपाईसँग हुन्छन्। So for example, my friend Don Raj has the guest book that you were signing to come here. उदाहरणको लागि अहिले हामीले यहाँ दर्ताको एउटा किताब बनाउँदैछौँ। And if you gave him your email, then he can tell you about future events. तपाईले त्यहाँ इमेल लेखिदिनु भएको छ भने भोलि पर्सि के हुन आउँछ भनेर तपाईले इमेलमा सूचना पाउन सक्नुहुन्छ। And we are growing an army of the School of Liberty here in Nepal. यसरी हामीले स्कुल अफ लिबर्टी वा धार्मिक स्वतन्त्रताका निम्ति एउटा देशभरि नै एउटा सञ्जाल तयार गर्दैछौँ। The third column is the social media name. अब तेस्रो कोलममा चाहिँ उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालको ह्यान्डल वा आइडी हुन्छ। Maybe this is your Twitter or x.com handle. हुन सक्छ यो तपाईले चलाउनुहुन्छ ट्विटर भने त्यसको ह्यान्डल वा अगाडिको नाम जे नामबाट ट्विटर चल्छ त्यो। Or your YouTube channel. तपाईको हुन सक्छ युट्युब च्यानलको त्यहाँ राखिएला। Or if it is WhatsApp, maybe it is your mobile phone number. WhatsApp हो भने तपाईको मोबाइल फोन नम्बर त्यहाँ हुन्छ। It is important for us to collect data from each other so we can be networked. हामीले यसरी एकअर्काको व्यक्तिगत सूचनालाई सङ्कलन गर्यौं भने एउटा सञ्जाल निर्माण गर्न त्यसबाट सजिलो हुन्छ। I am always sharing the business cards like this when I go to meetings. म मिटिङहरुमा जाँदाखेरि यस्तो एउटा बिजनेस कार्ड बनाएर मैले बाँड्ने गर्छु मानिसहरुलाई। Because I want many people to be able to contact me and I can contact them. र मलाई चाहना लागेको कुरा चाहिँ के हो भने यसरी कार्ड बाँडेपछि धेरै मानिसहरूले मलाई सम्पर्क गर्न सक्छन् र उनीहरूले सम्पर्क गरे भने मैले पनि उनीहरूलाई सम्पर्क गर्न सक्छु। By myself I am very weak, but together with
everybody, I am very strong. म एक्लै हुने हो भने म कति पनि काम गर्न सक्ने छैन, म कमजोर हुन्छु। तर धेरैजना जुट्यौँ भने हामी सशक्त हुन्छौँ। So we must build the social networks on the internet using many tools. यसरी हामीले इन्टरनेटमा सोसल मिडियाका थुप्रै भनौँ न सम्पर्कहरूलाई जोडेर एउटा प्रभावशाली उपाय बनाउन सक्छौँ, औजार सिर्जना गर्न सक्छौँ। YouTube, Facebook, Twitter, WhatsApp, everything. थुप्रै छन् हामीसँग हैन, ट्विटर छ, फेसबुक छ, व्हाट्सएप छ, युट्युब छ। I am learning the young people in Nepal, they like the TikTok. मैले नेपालमा आएर सिकेको कुरा चाहिँ धेरैलाई टिकटक मन पर्दो रहेछ, अझ जवानहरू धेरै छन्। You can show 15-second video or 30 seconds is good, but 60 seconds is too long for the young people. जवान मान्छेहरूको लागि तपाईँले 30 सेकेन्डको अझ 10 देखि 30 भनौँ न 60 सेकेन्डसम्मको भिडियो बनाएर हालिदिनु राम्रो हुन्छ। त्योभन्दा लामो बनाउनु हो भने उनीहरूलाई अलि मन पर्दैन अथवा हेर्दैनन् धेरैले। They call TikTok like the sound of a wristwatch. टिकटक भनेको अर्थ चाहिँ हाम्रो घडीको आवाज आउँछ नि टिक टिक गर्दै, हो त्यो नै हो। It means the young people, they are in a hurry to do something else. यसको अर्थ चाहिँ अब मान्छेहरू हैन, खास गरी जवानहरू चाहिँ एकदमै हतारमा छन् अरे। So they do not pay attention for more than 30 seconds. अब 30 सेकेन्ड भन्दा लामो कुरा भयो भने मान्छेहरूले त्यति ध्यान दिएर बस्दैनन्। They're swiping up on the phone to the next video, not yours. अब त्यहाँ आउँदै गरेको भिडियो फोनमा हैन, अर्को सार्दै जान्छ। So we must preach in very short sermons, only 30 seconds. यसरी हामीले आफ्नो कुरा एकदमै छोटो, सायद 30 सेकेन्डमा बताइसक्नुपर्छ। And we must have beautiful pictures and animals, and I think cats are very popular. हामीले अब थुप्रै त्यस्ता चित्रहरू राखिदिन सक्छौँ, भिडियोहरू राख्न सक्छौँ, जनावरहरूको पनि, बिरालो, कुकुर पनि हुन सक्ला, मान्छेलाई मन पर्छ। Or elephants or rhinos or tigers. हुन सक्छ, हात्ती, अब बाघ होला हैन, गैंडा राखिदिने। Even the animals can be used to preach the gospel somehow. कहिलेकाहीँ यी जनावरहरूलाई प्रयोग गरेर पनि सुसमाचार सुनाउन सकिन्छ अरे। The last column is how many voters will I tell? अब अन्तिमको कोलममा चाहिँ मैले यो कुरो कतिजना मान्छेहरू कहाँ पुर्याउँदैछु भन्ने हो, अरू सर्वसाधारण मान्छेहरू। And there is a number. John has 200, Susan has 300. यहाँ लेखिए अनुसार चाहिँ जोनसँग 200 जना रहेछन् उनको सोशल नेटवर्कमा भने सुजनको 300 रहेछन्। So these are only two people, but together they represent 500 friends they will tell. अब यहाँ झट्ट हेर्दाखेरि यी 2 जना मात्रै छन् सूचीमा चाहिँ, तर वास्तवमा उनीहरू पछाडि 500 जना मान्छे रहेछन्, एउटाको 200 अर्कोको 300। Maybe this is the number of followers they have on the Twitter or on the WhatsApp. यो चाहिँ उनीहरूको आफ्नै नेटवर्कमा कतिजना मान्छे छन् भन्ने अर्थ लाग्छ, वा उनीहरूको ट्विटर रहेछ भने उनीहरूलाई फलो गर्ने मान्छेहरू कति छन् भन्ने हो। If this were Gordon, he would say 32,000 on the email. अब यहाँनेरि गोर्डनकै नाम हुने हो भने चाहिँ 32,000 जना मान्छेको सूची आउन सक्छ। And 60,000 on the YouTube. अर्कोतिर युट्युबमा हेर्यो भने 60,000 मान्छेहरू हुन सक्छन्। And 19 Crower houses on the television. अब 19 करोड घरहरूको कुरा हुन सक्छ टेलिभिजनको नेटवर्कबाट हेर्ने हो भने। So when the elected official is reading this number, जब निर्वाचित अधिकृतले जनप्रतिनिधिले यो सङ्ख्या हेर्छन् नि, he sees 1,000 people have signed, but on the right are all these numbers. 1000 मान्छेले चाहिँ हस्ताक्षर गरेको छन्, उनीहरूलाई फलो गर्ने चाहिँ अब ठुलो सङ्ख्या त्यहाँ छ भने, And they add up to 5 lakh friends that they are telling. भनौँ न हरेकको पछाडि 500 जति मात्रै भइदिएछ भने पनि 5 लाख जति हुन्छ नि त। And the elected official will think, this is a big army, 5 lakh voters will hear about this story. अब यो कुरो 5 लाख जति मान्छेले हेरिराखेका छन् भने मैले त ध्यान दिनै पर्छ भन्ने हुन्छ। There is a parade happening on the internet, and I want to be in the front of the parade. अब यो चाहिँ भनौँ न ठुलो जुलुस हिँड्दैछ है इन्टरनेटमा भन्ने कुरा बुझ्नु पर्यो के त। त्यति धेरै मान्छेहरू कहाँ यो समाचार पुगिसक्यो, सबै जागरुक भइसके, त्यसकारण मैले ध्यान दिन पर्छ अब यो कुरामा। And the politician will help you because he wants all of their votes. अब त्यति धेरै मान्छेहरूको भोट चाहिएकै कारणले गर्दा पनि राजनीति गर्ने मान्छेहरूले तपाईलाई सहायता गर्न सक्छन् वा तपाईको विषयलाई सुन्न सक्छन्। They will not be afraid of you if you have a small army.
but they will fear you if you have a big army. तपाईँ 2-3 जना मात्रै देखिनु हो भने उनीहरूले तपाईँको डर मान्दैन, तर पछाडिपट्टि 2-3 हजार देखियो भने के हुन्छ, उनीहरूले डर मान्छन्, उनीहरू गम्भीर हुन्छन्, तपाईँको कुरा सुन्छन्। So the petition has 3 benefits. यसरी यो अपिल बनाउने कुरासँग 3वटा फाइदा छ। Number 1, it communicates to the politician what is your demand. पहिलो कुरा चाहिँ राजनीति गर्ने मान्छेलाई तपाईको खास माग के हो भनेर यसले बताउँछ। Number 2, it helps you grow the size of your army and gather the emails. तपाईले आफूलाई पछ्याउने, आफ्नो साथमा उभिदिने, भनौँ न सेनाहरूको ठुलो दल खडा गर्न सक्नुहुन्छ। And number 3, something happens in the heart of every one person who is signing. अब तेस्रो कुरा चाहिँ जसले हस्ताक्षर गर्दैछन् ती मानिसहरूको मनमा, भित्र हृदयमा के कुरा आउँछ है। When your friends sign the petition, in their heart they are making a statement. तपाईको अपिलमा जसले हस्ताक्षर गर्छ उसले मनमा नै तपाईको कुरोलाई साथ दिन उभिराखेको छ, अब उ खडा हुँदैछ भन्ने अर्थ हो। Their heart is converted from A to B, and now they agree with me. अब हिजो अर्कै कुरा सोचिराखेको हुन सक्छ, तर तपाईलाई जब समर्थन जनाउँछ त्यो मान्छेको हृदय बदलिन्छ र अब उ अर्कै तपाईसँग उभिन सक्ने हुन सक्छ। They say, I want religious freedom. Here is my name on the paper. मलाई पनि धार्मिक स्वतन्त्रता चाहिन्छ, त्यसकारण मेरो पनि नाम त्यहाँ पर्छ र मैले सही गर्छु। Now they are not accepting Jesus and they are not going to heaven. उनीहरूले तपाईको समर्थनमा उभिएको भन्ने अर्थ लाग्दैन वा उनीहरूले येशूलाई स्वीकार गरिहाले भन्ने अर्थ पनि लाग्दैन। But in their heart they are taking the first step to stand up for freedom. तर उनीहरू स्वतन्त्रताको निम्ति मात्रै एक कदम अगाडि बढ्न सक्छन् र खडा हुन्छन्। Even people in the other religion, they can sign your petition. यसरी अर्को आस्थाका मान्छेहरूले पनि तपाईको अपिलमा सही गर्न सक्छन्। And they say, I am not a Christian, but I agree with the Christians. उनीहरूले भन्लान् म क्रिस्चियन त होइन, तर क्रिस्चियनको यो आपद विपद परिराखेको रहेछ उनीहरूलाई, उनीहरूको पक्षमा म पनि उभिन्छु। Everyone should have religious freedom for all the religions. हरेक मानिसहरूले, हरेक आस्थाका मानिसहरूका लागि यो धार्मिक स्वतन्त्रता भन्ने कुरा चाहिन्छ। And in this way, they are taking the first steps toward Jesus. यस प्रकारले उनीहरूले येशू ख्रिस्टतिर पनि, तपाईँ क्रिस्चियन भएको नाताले तपाईको समर्थन गर्दै जाँदा येशू ख्रिस्टतिर पनि उनीहरूको कदम बढ्न सक्छ। Their heart is converted a little bit. उनीहरूको हृदय थोरै बदलिएको छ अहिले। And maybe next year they will accept Jesus and be fully converted. सायद अर्को वर्ष उनीहरूले तपाईलाई अझै बलियो गरी साथ दिन्छन् र उनीहरूको मन साँच्चै बदलिन्छ। Is Ayub here? Maybe he can fix the projector. यो प्रोजेक्टर लो बाबु यता हल्यो हल्यो त Yeah, we had a little problem. It's okay. यो चाहिँ हल्यो होला, त्यहाँ त देखिन आयो। So the petition has 3 good purposes. अब यो अपिलको खास 3वटा असल उद्देश्य हुन्छ रे। I want to read a scripture. It is in your program after lesson 7. तपाईले दिएको ह्यान्डआउटमा 7 पाठ के रे खण्ड 7 पछाडी एउटा धर्मशास्त्रको खण्ड छ। It is from Acts 16 verse 5. प्रेरित 16 को 5 छ रे। And I will read in the English and then everyone can read in Nepali. उहाँले अंग्रेजीमा भन्नुहुन्छ, हामी सबैले नेपालीमा पढौँ है त। So the churches were strengthened in the faith and they grew daily in their numbers. लेखिएको छ यसरी, सबैले पढौँ है। यसरी मण्डलीहरू विश्वासमा दरिला हुँदै र संख्यामा दिनौं बढ्दै गए। So it is important that the church is growing in the numbers and your army is growing. यसरी जसरी यो मण्डलीहरू बढ्दै गएको कुरा छ, त्यसरी नै तपाईलाई समर्थन गर्ने मान्छेहरूको संख्या पनि बढ्दै जान सक्छ। There is another scripture from Revelation 7. त्यसैगरी अर्को प्रकाशबाट पनि छ, प्रकाशको पुस्तकबाट 7 अध्यायको 9 पद। And I will read in the English and you will read in Nepali. उहाँले अंग्रेजीमा पढ्नुहुन्छ र हामी सँगसँगै नेपालीमा पनि पढौँ।
After this I looked, and behold, a great multitude that nobody could number, from every nation, from all tribes and peoples and languages, standing before the throne and before the Lamb, clothed in white robes, with palm branches in their hands. 1 2 3 त्यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठुलो भिड जो हरेक जाति सबै कुलहरू मानिसहरू र भाषा बोल्नेहरूबाट थियो सेता पोसाक पहिरेर हातमा खजुरका हाँगा लिई सिंहासन अघि र थुमाको सामुन्ने उभिरहेको मैले देखेँ। So in heaven there will be a big crowd, many people. स्वर्गमा धेरै ठुलो भिड देखा पर्नेछ। Every color of skin, every tribe, every different language, all worshiping Jesus. सबै वर्णका सबै जातका सबै भाषा बोल्नेहरू मान्छे त्यहाँ हुन्छन्। I think this crowd is now growing in Nepal. त्यो भिड चाहिँ नेपालमा पनि बढ्दैछ है। The government says the Christians are 2%, maybe 3%. सरकारले भनेको छ नेपालमा अब सरकारले भनेको त 2 भन्दा कम प्रतिशत छ नेपालमा। Also in India, 2% or 3%. इन्डियामा पनि 2 कि 3% मात्रै भनेको छ सरकारले चाहिँ। But I think this is underreported and this is not the real number. तर मलाई लाग्छ त्यो संख्या घटाएर प्रतिवेदन जारी गरिएको ठिक होइन त्यो। I am believing it is closer to 10 or 15% of the people are Christian. मलाई लाग्छ 10 देखि 15% सम्म क्रिस्चियनहरू हुनुपर्छ देशमा। But they do not tell the government when they convert or get baptized. कतिले त अब सरकारलाई यो जनगणना हुँदा आफ्नो आस्थाको बारेमा नलेखेको पनि होला। But there is a movement among the young people to study about Jesus and to follow Jesus. तर अभियानकै रूपमा भइराखेको छ है। धेरै जवान मानिसहरूले येशू ख्रीष्टको बारेमा आफै अध्ययन गर्ने आफै पछ्याउने काम पनि भइराखेको छ। If we started a petition today, we could get maybe 100 people in this room to sign it. अहिले हामीले अब उदाहरणको लागि एउटा अपिल तयार गर्यौं भने यहाँ कोठाभित्र 100 जनाले सही गर्छौं। And if everyone here has 100 people in the church, that is 10,000 people. र हामी हरेक 100 जनाको बाहिरतिर 100 जना भइदियो भने त कति हुन्छ 10,000 मान्छेहरू हुन्छन् नि हैन। And there are many churches in this province that did not send the pastor here today. अब हामीलाई थाहा छ यो प्रदेशका सबै चर्चबाट पास्टरहरू आएका होइनौं, थोरै मात्रै छौं हामी। So let us imagine this is 1 lakh Christians that are represented in your province. मानिलिउँ न 1 लाख क्रिस्चियनहरूको प्रतिनिधित्व गर्दै हामी यहाँ छौं यो प्रदेशबाट। And now Nepal has 7 provinces. नेपालमा 7 वटा प्रदेश छन्। So this is 7 lakh Christians maybe serving in Nepal. यसरी भन्नुपर्दा 7 लाख क्रिस्चियनहरू नेपालमा सेवा गरिराखेका छन् प्रभुको। Can you imagine if the Prime Minister received a petition with 7 lakh signatures on it? अब उदाहरणको लागि तपाई कल्पना मात्रै गर्नुहोस् 7 लाख क्रिस्चियनहरूको हस्ताक्षर सहितको एउटा अपिल प्रधानमन्त्रीले भेट्यो भने के होला? He would have to listen because he says, "Oh, look, their army is so big, they must be voting in the elections." अब उनले भन्नै पर्ने हुन्छ त मेरो विरुद्धमा खडा हुने मान्छेहरूको संख्या त अत्यन्तै ठुलो छ, त्यसकारण गम्भीर हुन पर्यो, कुरो सुन्न पर्यो। Now imagine around the world there are 2 billion people following Jesus. र विचार गर्नुहोस् त संसारभरि 2 खर्ब मान्छेहरू येशूलाई पछ्याउँछन्। If we all demanded religious freedom to all of the prime ministers in the world, अनि हामी सबै मान्छेहरूले संसारभरिका सबै राष्ट्र प्रमुखहरूसँग धार्मिक स्वतन्त्रता चाहियो भन्न थाल्यौं भने then all of the prime ministers would have to respect our faith and stop punishing the Christians. र यसरी सबै राष्ट्र प्रमुखहरूले हाम्रो आस्थाको समर्थन वा धार्मिक स्वतन्त्रताको पक्षमा खडा हुनु पर्दछ र कसैलाई पनि धर्मको नाममा विभेद गरिने छैन। Because Christianity is the largest religion in the world, the most people. किनभने संसारमा सबैभन्दा ठुलो जमात चाहिँ क्रिस्चियन आस्थाको जमात हो। And even if they don't listen to us, God will listen to us in heaven. अब यसो पनि भनौँ यिनीहरूले सुनेनन् रे हाम्रो कुरा, तर स्वर्गमा परमेश्वरले हाम्रो कुरो सुन्नुहुन्छ। Amen. आमेन। Okay, I want to share a true story of how we use petitions in the state of Pennsylvania. पेन्सिल्भेनिया भन्ने राज्यमा उहाँहरूले यो
अपिलको प्रयोग गरेर कसरी कानुन बदल्नु भयो भन्ने कुरा यहाँ Pennsylvania is one of the 50 states, and they have a legislature where the MLAs are elected. अमेरिकामा 50वटा प्रदेशहरू छन् र तीमध्ये पेन्सिल्भेनिया एउटा हो। त्यहाँ 50जना सांसदहरू निर्वाचित हुन्छन् तल्लो सभामा। And in the legislature, they have a People's House with 200 elected, and a Senate, the upper house, with 50. यहाँको भन्दा फरक त्यहाँ चाहिँ हरेक प्रदेशमा दुईटै सदन छन्, हाम्रै जस्तो हाम्रो सङ्घीय सदन जस्तै, र तल्लो सदनमा 200 जना जनप्रतिनिधिहरू हुन्छन् भने माथिल्लो सदनमा 50 जना हुन्छन्। And it is common practice for many years that before every day in the meeting, they invite a pastor to say the prayer. धेरै वर्ष दशकौं त हैन सयौं वर्ष अगाडिदेखि नै अमेरिकामा एउटा सामान्य अभ्यास चलिराखेको छ। हरेक चोटि दिनदिनै हरेक चोटि संसद चल्नुभन्दा अगाडि कुनै पास्टर आएर प्रार्थना गरेर उद्घाटन गर्छ। So in the State House, I have pictures of two people. The person on the left is the Speaker of the People's House. यतापट्टि चित्रमा यो यतापट्टि हामीतिर भएको मान्छे चाहिँ त्यहाँको सभामुख हो। He is the most powerful MLA. He is over all of the elected officials. र सबै निर्वाचित सांसदहरूको अरूभन्दा माथि उनको अख्तियार छ, उनी सभामुख हुन्। But he is in the Democrat Party, which is against Jesus. र उनी डेमोक्रेट पार्टीका मान्छे हुन् र उनले येशूलाई मान्दैनन्। On the right, we have a pastor. He is my friend, Pastor Jerry. उतापट्टि पास्टर जेरी भन्ने छन्, उहाँको साथी। And he is standing with the cross of Jesus behind him. He is a Christian. उनको चित्र पनि फोटो पनि पछाडिपट्टि क्रुस छ, उनी राम्रो क्रिस्चियन हुन्, पास्टर हुन्। And so he is for Jesus. उनी चाहिँ येशूको पक्षमा खडा हुने मान्छे। And one day he is invited to say the prayer at the legislature. अब संसदमा गएर प्रार्थना गर्नका निम्ति यिनलाई एक दिन पालै पालो बोलाउँदै गर्दा यिनको नाम पर्यो। His own MLA requested this and put him on the calendar. He is scheduled to speak. अब आफैले भोट हालेको कुनै एउटा सभासदले लिएर जाने हो त्यो तरिका छ र उहाँलाई बोलाइएको थियो। And he wants to take the microphone like this and pray in Jesus' name. अब उनले अगाडि उभिएर येशूको नाउँमा प्रार्थना गर्ने मन गरिराखेका थिए। But 2 days before, he is given a paper by the speaker. तर त्यसको 2 दिन अगाडि एउटा चिठी, एउटा सानो चिठी चाहिँ यो सभामुखबाट पठाइएको रहेछ। And the speaker says, if you want to say the prayer, you must write down the words before you speak them and give me the written version of what you will pray. अब तपाईँ प्रार्थना गर्न आउँदै हुनुहुन्छ, तपाईले के प्रार्थना गर्ने हो, के भनेर गर्ने हो, त्यो लिखित एउटा कागज दिनुहोस्, हामी त्यो हेर्छौं। So Pastor Jerry writes down the words of his prayer. अनि जेरीले आफ्नो प्रार्थनालाई लेखेर पठाउँछन्, के भनेर प्रार्थना गर्ने भनेर लेखि पठाउँछन्। And he gives the paper to the speaker 2 days before he will speak the words. 2 दिन अगाडि नै प्रार्थनामा बोल्न पर्ने कुरो उनले लेखि पठाउँछन्। And the speaker, his name is Keith McCall. अब यतापट्टि किथ मकाल चाहिँ सभामुख छन्। He takes a black pen, like a fat Sharpie pen. अलिकति मोटो लेख्ने एउटा कालो कलमले हेरेर पढ्छ, के अरे पढ्दै उनले रेजा लाउँछन्। And he crosses out some of the words on the paper. You cannot say Jesus. अब यहाँनेरि लेखिएको त्यो जुन प्रार्थना हो, तिमीले अब येशू भन्ने शब्द त्यहाँ परेको छ, त्यो भन्न मिल्दैन भनेर काट्दिन्छ। You can pray to God, you can say amen, but I am crossing out this word. Do not say Jesus. तिमीले येशूको नाउँमा प्रार्थना गर्न चाहिँ पाउँदैनौ, ईश्वर भन्न परमेश्वर भन्न केही फरक पर्दैन, त्यसकारण यस अनुसार गर भनेर येशूको नाउँ चाहिँ काटिएको हुन्छ त्यहाँ। And he gives the censored version of the paper back to the pastor. यसरी सेन्सर गरिएको त्यो पेपरलाई, केर्मेट गरिएको पेपर फेरि फिर्ता जान्छ। Now Pastor Jerry is reading the prayer and he says, why can I not pray in Jesus' name? पास्टर जेरीले यो जब भेटाए उनले भने मैले येशूको नाउँमा प्रार्थना गर्न किन नपाउने? And he says, if I cannot pray in Jesus' name, I will not say the prayer. It is canceled. उनले भने यदि मैले येशूको नाउँमा प्रार्थना गर्न पाउँदिन भने म जान्न, म प्रार्थनै गर्दिन बरु।
And he told the newspapers about this. त्यो कुरा चाहिँ उनले पत्र पत्रिकालाई भनिदिए। So I am 2,000 kilometers away in Colorado. त्यसको झन्डै 2000 किलोमिटर टाढा रहेको कोलोराडो राज्यमा उहाँ हुनुहुन्छ। And I am reading this in the newspaper. उहाँले त्यो न्युज पेपरमा पढ्नुभयो। And I say, I like this Pastor Jerry. He is like me. I want to help him. म जस्तै कुरा गर्ने मान्छे रहेछ, यो जेरी त मन पर्यो। So I did not buy an airplane ticket and I did not fly to Pennsylvania. मैले त्यति बेला पेन्सिल्भेनिया जान परेन, म घरमै रहेँ। Instead, we organized a simple petition on one sheet of paper. त्यसको साटोमा मैले एउटा पेपरमा एउटा अपिल तयार गरेँ। Dear members of the Legislative Assembly, मैले सबै सभासदहरूलाई लेखेको थिएँ, के अरे माननीय सभासदज्यू भनेर। we, the people of Pennsylvania, demand the freedom for Pastor Jerry to pray in Jesus' name. पेन्सिल्भेनिया प्रदेशका हामी सबै मतदाताहरू चाहिँ यो पास्टरको पक्षमा छौँ र यसुको नाममा प्रार्थना गर्न दिइयोस् भनेर माग गर्छौँ। And I rented some advertising in Pennsylvania on the internet. अब इन्टरनेटमा मैले एउटा विज्ञापनको लागि ठाउँ खरिद गरेँ जुन चाहिँ पेन्सिल्भेनियाका मान्छेहरूले देख्न पाउँथ्यो यो इन्टरनेटमा। And I paid a few rupees to get many people to sign the petition. धेरै मानिसहरूले त्यो पढ्न सकुन् र सही गर्न सकुन् भनेर थोरै खर्च पनि गरेँ मैले। And they could sign for free. It did not cost them anything. उनीहरूले हस्ताक्षर गर्न पैसा तिर्नु पर्दैन थियो। And in 1 week, I had 1,000 new friends signing the petition in their home state. एक हप्ताभित्रमा पेन्सिल्भेनियाका 1000 मानिसहरूले मेरो पक्षमा मेरो कुरामा सहमति जनाएर हस्ताक्षर गरिदिए। So I organized their names on the paper and it was like 10 pages. अब मैले उनीहरूको नाम पेपरमा लेखेँ, प्रिन्ट गरेँ, 10 पेज जति भयो। Now I want to deliver to all 250 MLAs. अब अघि भनियो नि 200 जना तल्लो सभाका माथिल्लो सभाका 50 सहित 250 जनालाई त्यो पत्र मैले पठाएँ। I have 1,000 names, but I have 250 recipients. So this is like 250,000 or 2.5 lakh petitions. अब विचार गर्नुहोस् ल, मैले 250 जनालाई पठाउनु थियो, मसँग 1000 मान्छेहरूको सूची थियो। 250 जनालाई पठाउँदा मैले कति 2,50,000 जति नाम सबैलाई पुर्याएँ भनौँ। And I did some research to discover the fax telephone number for each MLA. केही खोजबिन गरेर मैले हरेक एमएलएहरूको फ्याक्स नम्बर पत्ता लगाएँ। I started my fax machine on Friday afternoon. उहाँले आफ्नो फ्याक्स मेसिन शुक्रबार दिउँसो चलाउन सुरु गर्नुभयो। And all day Saturday, all day Sunday, the faxes are printing the paper in their office with my words. त्यसपछि शनिबार आइतबार पुरै 2 दिनसम्म लाग्यो, फ्याक्सले पठाइ गर्यो। And on Monday morning, they come into the office. जब सोमबारको दिन उनीहरूको अफिस आउने दिन जब गए आफ्नो अफिसमा पुगे, And all 250 MLAs and senators, they see my paper on their desk. सिनेटर र एमएलएहरू जो 250 जना छन्, हरेकको टेबलमा मेरो त्यो विज्ञप्ति पुगेको थियो। They say, what is this? We don't know Dr. Gordon. यो डाक्टर गोर्डन भन्ने कुन चाहिँ मान्छे रहेछ, फेरि यसलाई त चिन्दैनौँ हामी। But he has 1,000 friends who live in my state of Pennsylvania. अब म हाम्रो प्रदेशमा 1000 जना उसका समर्थकहरू रहेछन्, त्यो मान्छेले हैन यसरी पठाउँदैछ। And I have 10 pages, 1,000 names on my desk. अब उनीहरूसँग 10 पेजमा लेखिएको 1000 जना मान्छेको नाम छ। And they only want one thing, to let Pastor Jerry pray in Jesus' name. अब उनीहरूले चाहना गर्न पर्ने कुरो के मात्रै रह्यो भने यो पास्टर जेरीलाई प्रार्थना गर्न रोक्न मिलेन। Now the Republicans in my party, they are happy because they like the Christians and they like अनि Jesus. त्यहाँ रिपब्लिकन पार्टीका मान्छेहरूले अब यो कुरो मन पराउँथे, यसको नाममा प्रार्थना गर्न पाउनुपर्छ भन्ने मान्छेहरू हुन् तिनीहरू चाहिँ। But the Democrats, maybe they disagree with me on the issue, but they are afraid of the size of my crowd. तर अर्को पक्षका सांसदहरूले पनि अब यो कुरोलाई नमानी धर पाएनन्, किनभने 1000 जना मान्छेको सही आएको उनीहरूको टेबलमा छ।
So they have secret meetings with the speaker, Keith McCall. त्यसपछि उसकै पार्टीका सांसदहरू गएर सभामुखसँग कुरा गरे। And they say, you are a bad leader. You have gotten us in trouble with all the voters. तपाईले यो के गरेको, यो प्रार्थना किन करेक्सन गरी बस्नुपर्ने, यहाँ समस्या आइसक्यो। You must apologize and let the pastor pray in Jesus' name. तपाईले क्षमा याचना गरेर त्यो पास्टरलाई प्रार्थना गर्न बोलाउनु पर्यो, हैन भने धेरै मान्छेले चाल पाएको कुरो। And the speaker came to the microphone and made a speech and he apologized. अनि सभामुखले एक दिन अगाडि आएर रोस्टमबाटै सबैसँग क्षमा याचना गरे। He said, I will let Pastor Jerry come and he can pray in Jesus' name. It is okay. उनले भने पास्टर जेरीलाई म अनुरोध गर्छु, उहाँ आइदिनु भएको होस् र प्रार्थना गर्नुहोस्। And we won the issue and the policy was changed. Thanks be to God. यसरी त्यहाँ जुन निर्देशिका बनाइएको थियो त्यसलाई हामीले जित्न सक्यौं। परमेश्वरलाई महिमा होस्। Hallelujah. But Pastor Jerry, he is stubborn, he is like me. तर पास्टर जेरी चाहिँ अलि के भन्ने अटेरी रहेछन्, उहाँ जस्तै। He said, no, I will not say the prayer in the house. म अब त्यहाँ प्रतिनिधि सभामा आएर प्रार्थना गर्दिन। Instead, I will go to the Senate, to the upper chamber, and he did pray in Jesus' name. त्यहाँ चाहिँ माथिल्लो सभा शक्तिशाली हुन्छ र माथिल्लै सभामा गएर म प्रार्थना गर्छु भनेर माथि चाहिँ गएर तल बसेर। And God gave us the victory. परमेश्वरले यसरी हामीलाई विजय दिनुभयो। So do you see how the petition can be very powerful because it represents great strength? तपाईले बुझ्नुभयो यो पिटिसन गर्ने, अपिल गर्ने कुरा आफैमा शक्तिशाली हुन्छ र यसले खराब नियमहरूलाई बदल्न सक्छ। It does not take very much money. It does not take a lot of effort. A few hours of my time only. यसका लागि धेरै रुपैयाँ पैसा चाहिँदैन र भनौँ न धेरै खटेर काम पनि गर्नु पर्दैन, 1-2 घण्टा काम गरे पुग्यो। You should hire a young person to design the petition on your web page. तपाईले सायद कोही एकजना जवान मान्छेको सहायता लिनु पर्ला तपाईको आफ्नै वेब पेजमा यो पिटिसन लेख्नलाई। And they will create the blank forms on the telephone so all the young people can sign using their smartphone. त्यसपछि अब फर्महरु बनाएर त्यहाँ राख्न सकिन्छ जसले फोनमा हेरेर त्यो फर्ममा आफ्नो नामहरु राखिदिन सक्छन्। In this way you are growing your army and the body of Christ is growing in numbers. यस प्रकारले तपाईले एउटा ठूलो सैन्य तयार गर्न सक्नुहुन्छ, आफू पछाडी आफ्ना समर्थकहरुको संख्या बढाउन सक्नुहुन्छ। We can now do the small group discussions for 24, 25, 26. अब 24, 25 र 26 नम्बरको प्रश्नमा छलफल गर्नका लागि फेरि पनि सानो समूहमा कुरा गरौँ। I want to assign group 1. Please raise your hand. You have 24. पहिलो नम्बरका साथीहरुले हात उठाउनुहोस् त, तपाईहरुले 24 नम्बरको प्रश्नमाथि छलफल गर्नुपर्छ। Group 1 is in the front here. अब यतापटि पहिलो नम्बर है, हामीलाई थाहा छैन आफ्नो नम्बर। Group 2 is in the back. Raise your hand. You have 25. पछाडीपटि दोस्रो नम्बरले हात उठाउनुहोस् है, तपाईले 25 नम्बर हेर्न पर्छ। And on this side you have group 3 which is 26. अब यतापटि सबैजना तेस्रो नम्बरमा तपाईले 26 नम्बरको जवाफ दिनु पर्यो। Raise your hand if you did not speak yesterday. अब हिजो आएर अगाडि नबोल्ने साथीहरुको हात हेरौँ त कतिजनाले बोल्नु नै भएको छैन, अगाडि उभिनु भएको छैन। Everybody raise your hand if you did not speak. तपाईले नबोल्नेहरुले हात उठाउनुहोस् भनेको। बोल्नेहरुले उठाउनुहोस् न, त्यसरी थाहा हुन्छ हामीलाई। यहाँ हाम्रोमा चलन त्यस्तो छ के मैले जान पाइन भने। Now it is your turn to be the speaker. ल अब अहिले हात नउठाउनेहरु भन्नाले हिजो नबोल्नेहरुको पालो आयो है अब। You have 4 minutes to discuss, so please turn around and shake hands behind you. 4 मिनेटको समय छ, यसो साथी हेर्नुस् अगाडि पछाडीको उभिएको छ बसेको छ साथमा। Ready, go. सुरु गर्नुस्। प्रेयर हो हजुर परियार हो यहाँ चाहिँ प्रेयर लेख्नु भएको छ, त्यसपछि हामी कन्फ्युज फोन पनि गरेका थियौँ। Go
Good morning, beautiful people. सबैलाई जय मसी। We are going to begin lesson 8 now. अब हामी 8औं खण्डलाई हामी सुरुवात गर्दैछौँ When to sue in the courtroom with the judge. र अदालतमा हामीले कहिले मुद्दा हाल्ने, कसरी मुद्दा हाल्ने भन्ने विषयमा छ। In my story, I have talked a little bit about the powerful tools of democracy. र हिजो मैले मेरो आफ्नो कथा भन्दै गर्दाखेरि लोकतन्त्रको एउटा महत्त्वपूर्ण औजारहरूको बारेमा कुरा गर्दै थिएँ। We have talked about the petition and the press release. र याचिकाको बारेमा अनि पेटिसन एन्ड Press release. पेटिसन र प्रेस विज्ञप्तिको बारेमा हिजो हामीले कुरा गरेका थियौँ। We have talked about the peaceful disobedience. र हामीले एउटा शान्तिपूर्ण अवज्ञाको बारेमा नि कुरा गर्यौँ। We have mentioned the protest rally in the park. र पार्क अथवा उयसमा हामी र्याली पनि को बारेमा नि कुरा गर्यौँ। We have talked about telling the story of your suffering and somebody else's suffering. र हामीले आफ्नो गवाही पनि भन्ने र अरूको गवाही भन्ने सम्बन्धमा नि कुरा गरेका थियौँ। And we have taught how you must become the newspaper and grow your social internet. र हामीले कसरी हामी आफै पत्रकार बन्न सक्छौँ, पत्रिका बन्न सक्छौँ र हामीले हाम्रो सम्पूर्ण कुरा इन्टरनेटमा कसरी बढाउने भन्ने सम्बन्धमा नि हेर्दै थियौँ। Now today we will decide when should I go to the police and when should I go to the judge. अब आज अहिलेको समयमा हामीले प्रहरी कहाँ कतिखेर जाने र अदालतमा कतिखेर जाने भन्ने विषयमा हेर्छौँ। In a true democracy there are 3 different branches of the government. र साँचो लोकतन्त्रको कुरा गर्दाखेरि सरकारको अथवा सरकार चल्नको लागि 3 तह हुन्छ। There is the prime minister or the king who controls and commands the army. त्यहाँनिर एकजना प्रधानमन्त्री हुन्छ र सबै त्यो प्रधानमन्त्रीकोले नियन्त्रण गर्ने हुन्छ अथवा हाम्रो भाषामा भन्ने हो भने कार्यपालिका। There are the MPs or the MLAs who are writing the laws. र अर्कोपट्टि भन्दाखेरि त्यहाँनिर विधायकीहरू हुन्छ, सांसदज्यूहरू हुनुहुन्छ। And there is the courtroom with the judge who can decide who is guilty and who is innocent. अर्को चाहिँ न्यायालय अथवा न्यायपालिका, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुन्छ। There are 3 different times that you might appear before a judge. र कुनै समयमा हामी अदालतमा न्यायाधीशको अगाडि खडा हुनु पनि पर्ने हुन्छ। Jesus predicted the future that you might stand before the judge. र येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएको थियो कि हामीहरू विश्वासीहरू चाहिँ न्यायाधीशको अगाडि खडा हुनुपर्ने छ। Jesus says they hated me and they will also hate you as my disciples. र येशू ख्रीष्टले यसरी भन्नुभएको थियो, मलाई पनि यिनीहरूले घृणा गर्नेछन् र तिमीहरूलाई पनि घृणा गर्नेछ। They brought Jesus into the courtroom and they falsely accused him and found him guilty. र उनीहरूले येशू ख्रीष्टलाई एउटा अपराधीको रूपमा अदालतमा खडा गरे र त्यहाँनिर विभिन्न आरोपहरू लगाए। And so we also may find ourselves before the judge and accused and maybe we are guilty. र हामीहरूलाई पनि त्यसरी नै विभिन्न आरोपहरू लगाउन सक्दछ र न्यायाधीशको अगाडि खडा पनि गराउँदछ र हामीहरू दोषी पनि बनाउलान्। But do not worry what you will say because the Holy Spirit will give you the right words. र हामीहरूले के भन्ने भनेर हामीले त्यति साह्रो चिन्ता गर्नु पर्दैन किनकि हामीसँग पवित्र आत्मा हुनुहुन्छ र पवित्र आत्माले नै हामीलाई सिकाउनुहुन्छ। Jesus predicted this for us and it is coming true. र येशू ख्रीष्टले हामीलाई यो विषयमा अगाडि नै भन्नुभएको थियो र यो चाहिँ साँचो रूपमा आउँदै पनि छ। My friend in India, he is sitting in the back. र मेरो मित्र इन्डियाबाट आउनुभएको छ, पछाडि बसिराख्नु भएको छ। He recently came out of jail for 6 months. र उहाँ चाहिँ भर्खरै 6 महिनाको जेल सजायबाट चाहिँ आउनुभएको छ, काटेर चाहिँ आउनुभएको छ। He was arrested in Lucknow in Uttar Pradesh. उहाँ चाहिँ लखनऊबाट आउनुभएको उत्तर प्रदेशबाट। And the policemen arrested him and put the handcuffs and threw him in the jail. र प्रहरीहरू आएर उहाँलाई हातकडी लगाएर झ्यालखानामा हालिदिएको थियो। And 3 of his friends were in the jail. र 3 जना उहाँको साथीहरू अझै पनि झ्यालखानामा छन्। He recently paid so much money to get the bail and now he is free. उहाँले अदालतमा धेरै रकम चाहिँ धलोटीको रूपमा चाहिँ राखेर उहाँ छुट्नु भएको छ। But
in a few weeks, he must return and stand before the judge again. अब केही हप्तामा उहाँ अदालतमा उपस्थिति भएर न्यायाधीशको अगाडि खडा हुनुपर्नेछ And they are accusing him with false charges of converting the people. र उहाँलाई विभिन्न झुटा मुद्दाहरू लगाइएको छ र प्रमुख मुद्दा भनेको चाहिँ अरूलाई धर्मान्तरण गर्ने So we will pray that he gets a good judgment. र हामीले प्रार्थना गर्नुपर्छ उहाँको विषयमा कि उहाँले न्याय पाउनु भएको होस् And he is found not guilty because he must have religious freedom to talk about Jesus. र उहाँलाई चाहिँ त्यो उहाँ चाहिँ त्यो छुट्नु नै पर्छ किनकि भारतमा अथवा उहाँको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ There are 3 different examples of when you might appear before the judge. र यहाँनिर 3 खण्डमा हामी कसरी अदालतमा अथवा न्यायालयमा हामी अगाडि खडा हुने भन्ने सम्बन्धमा छ There is one time when the judge can hurt you, and there are 2 times when the judge can help you. र पहिलो चाहिँ कुनै न्यायाधीशले हामीलाई चोट पुर्याउन सक्छ भने दुईचोटि चाहिँ न्यायाधीशले हामीलाई सहायता पनि गर्न सक्छन् The first time when the judge can hurt you is if you are the criminal. र पहिलो खण्डमा चाहिँ के हो भने यदि हामी आफै अपराध गरेका छौं र दोषी ठहरिएमा र हामीलाई चाहिँ त्यो न्यायाधीशले हामीलाई चोट पुर्याउँछ नै अथवा सजाय दिन्छ नै If you have done violence against your neighbor, or maybe you have stolen their property, then the police will arrest you. यदि हामीले हाम्रो छिमेकीलाई हामीले अत्याचार गर्यौं अथवा घाइते तुल्यायौं अथवा हामीले कसैको धन सम्पत्ति लुट्यौं अथवा चोर्यौं भने त्यसमा हामी दोषी ठहरिन्छौं नै And the judge will punish you because you are found guilty of a crime. र त्यो अपराध गरेको कारणले न्यायाधीशले सजाय तोक्छ र हामीलाई अपराधीकरण गरिन्छ And this is correct actually because God is using the judge for justice. त्यो चाहिँ साँचो पनि हो किनकि परमेश्वरले त्यो न्यायाधीशलाई त्यसै गर्नको लागि आज्ञा पनि गर्नुभएको हुन्छ र उहाँको काम नै त्यही हो This is why Christians obey the law and we do not do violence and we do not steal property. त्यसकारणले क्रिश्चियनहरूले सबै देशको कानुनलाई पालना गर्नुपर्छ र कुनै प्रकारको हिंसा अथवा त्यस्तो अत्याचार गर्न हुँदैन अथवा आपराधिक क्रियाकलापमा हामी सामेल हुनु हुँदैन Because God will use the judge to correct our bad behavior. र हाम्रो गलत प्रकारको विचारहरू धारणाहरूलाई ठीक गर्नको लागि परमेश्वरले त्यो न्यायाधीशलाई चलाउनुहुन्छ The second time you might appear before the judge र दोस्रो पटक हामी जब कुनै न्यायाधीशको अगाडि खडा हुन्छौं is when we are the victim of the crime and someone else is the criminal. र हामी चाहिँ कुनै अपराधीबाट चाहिँ हामी पीडित बनाइएका छौं भने त्यस्तो बेलामा पनि हामी न्यायालयको अगाडि खडा हुन्छौं Maybe they have done violence against us or they have stolen our property. र किनकि ती व्यक्तिहरूले हामीलाई पीडा दिएको छ र ती व्यक्तिहरूले हामीमाथि अत्याचार गरेको छ भने पनि हामी न्यायाधीशको अगाडि खडा हुनुपर्छ And you should go to the police and you should file the first information report. र हामीले प्रहरीमा त्यो एफआईआर दर्ज गर्नु नै पर्छ किनकि अरूले हामीलाई पीडित बनाएको छ भने And the police will catch them and send them to the judge. र प्रहरीले त्यो अपराध गर्नेलाई समाउँछ र अदालतमा पेश गर्छ And the judge will punish the criminal and he will reward the victim. र न्यायाधीशले त्यो अपराध गर्नेलाई सजाय तोक्दछ र जो पीडित छ उसलाई चाहिँ न्याय दिन्छ अथवा क्षतिपूर्तिको व्यवस्था पनि हुन्छ Maybe the criminal must pay the money and the judge will give the money to you. र हुन सक्छ त्यो पीडितबाट चाहिँ न्यायाधीशले पीडितबाट क्षतिपूर्ति माग हुन्छ र त्यो क्षतिपूर्ति चाहिँ हामीले पाउन सक्छौं Or maybe your damages are too great, but at least the criminal will go to jail so you will get justice. र तपाईलाई अथवा पीडितलाई चाहिँ ठुलै क्षति पुर्याइएको छ भने त्यो पीडितबाट चाहिँ असुल उपार गरेर त्यो पीडितलाई दिने पनि हुन्छ You must talk to the police, you must help the judge because they are willing to help you. र तपाईले त्यसो हुन गएमा तपाईले प्रहरीसँग कुरा गर्नै पर्छ न्यायाधीशसँग कुरा गर्नै पर्छ र ती अधिकारीहरूले हामीलाई सहायता गर्नेछन् There is a third type of example when the judge can help you.
र तेस्रो उदाहरण छ जुन चाहिँ हामीलाई न्यायाधीशले सहायता गर्दछ। And this is when the government is the criminal. जब सरकारी पक्ष नै कुनै त्यस्तो अपराधिक गरेको हुन्छ अथवा कसैलाई पीडा दिएको हुन्छ सरकारी पक्षबाट नै। Maybe the policeman is corrupt and he is taking the bribes. हुन सक्छ कुनै प्रहरीले त्यहाँनिर घुस लिएको हुन सक्छ, उनी चाहिँ एकदमै भ्रष्ट हुन पनि सक्छन्। Maybe the mayor or even the prime minister is corrupt and he is punishing the Christians. र हुन सक्छ त्यहाँ रहेको मेयर एकदम भ्रष्ट हुन सक्छ अथवा प्रधानमन्त्री पनि भ्रष्ट हुन सक्छ र त्यो भ्रष्ट भएकै कारणले क्रिस्चियनहरूलाई चाहिँ दुःख दिएको पनि हुन सक्छ। In the Western Province last week, I interviewed a Christian who went to jail for 17 days. र गएको हप्ता हामीहरू उता सुदूरपश्चिममा थियौँ र एकजना पास्टरलाई त्यहाँनिर झ्यालखानामा हालिएको थियो र उहाँको विषयमा मैले अन्तर्वार्ता लिँदै थिएँ। And he said, the mayor ordered this. The prime minister ordered the police to arrest me. र उहाँको भनाइअनुसार चाहिँ मेयर पनि मेरो विपक्षमै हुनुहुन्थ्यो र यो घटना चाहिँ प्रधानमन्त्रीले नै सिधै प्रत्यक्ष रूपमा उहाँले चाहिँ अर्डर गरेको रहेछ भनेर भन्दै हुनुहुन्थ्यो। So he wants to go to the judge because the judge can set him free. र उहाँ चाहिँ अदालतमा जानुभयो र अदालतले चाहिँ छोडिदिन्छ भन्ने कुरा उहाँलाई विश्वास थियो। Did you know the judge has the power to overrule even the mayor? के तपाईहरुलाई थाहा छ कि अदालतको न्यायाधीशसँग चाहिँ त्यो शक्ति छ कि यो मेयरलाई पनि सच्याउने अथवा मेयरलाई पनि हुकुम गर्ने उहाँको अधिकार छ? The judge can overrule the policemen and order them to pay the fines. र प्रहरी प्रशासनहरूलाई पनि अदालतले चाहिँ त्यहाँनिर यस्तो नगर्नु भनेर आदेश दिन सक्छ। The judge can overrule even the prime minister and tell him to obey the law. र न्यायाधीशले चाहिँ प्रधानमन्त्रीलाई पनि आदेश दिन सक्छ। So you must argue with good lawyers that we have religious freedom in Article 26. र हामीहरूले एउटा राम्रो वकिललाई लिन सक्छौं र वकिलबाट हामीले अदालतमा चाहिँ धार्मिक स्वतन्त्रताको विषयमा हामीले बहस गर्न सक्छौं अथवा मुद्दा हाल्न पनि सक्छौं। And if you win the argument, then the judge will help you and set you free. जब हामीले त्यो बहस गरिसकेपछि जब हामीले मुद्दा जित्यौं भने अथवा त्यसबाट चाहिँ न्यायाधीशले हामीलाई सहायता गर्न सक्छन्। And he will order the mayor to stop harassing you. र उहाँले चाहिँ न्यायाधीशले चाहिँ त्यो मेयरलाई चाहिँ आदेश जारी गर्न सक्छ कि यस प्रकारको दुःख दिने चाहिँ कुरा चाहिँ बन्द गरियोस्। This happened in Lucknow last year. र यस्तै प्रकारको घटना चाहिँ गएको वर्ष लखनऊमा घटेको थियो। The Christians were harassed by the police and they lost in the first court. र क्रिस्चियनहरूलाई चाहिँ त्यहाँ प्रहरी प्रशासनले दुःख दिएको थियो। But then they went to the appeals court and they won the case. र उहाँहरू चाहिँ अदालतमा जानुभयो र अदालतमा उहाँहरूले मुद्दा जित्नुभयो। Because the India Constitution gives freedom to profess your faith about Jesus. र भारतको संविधानले चाहिँ आफ्नो धर्म मान्ने विषयमा अधिकार दिएको छ। So sometimes the court will order the police, you must give money to the Christians. र कतिचोटि चाहिँ अदालतले चाहिँ प्रहरी प्रशासनहरूलाई आदेश पनि जारी गर्न सक्छ कि क्रिस्चियनहरूलाई चाहिँ दुःख नदियो अथवा रुपैयाँ पैसा देऊ भनेर। You have falsely arrested them and falsely accused them and they are the victims of the government's crime. र तिमीहरूले चाहिँ एउटा झुटो आरोप लगाएर चाहिँ गिरफ्तार गर्यौ र अब चाहिँ यो विषयमा चाहिँ तिमीहरूले क्षतिपूर्ति दिनुपर्छ भनेर आदेश जारी गर्न पनि न्यायाधीशले गर्न सक्छन्। So yesterday the Christians were suffering in the jail, but tomorrow they are rich and they have the money. र हिजोको दिनमा क्रिस्चियनहरूलाई दुःख दिएको हुन सक्छ तर भोलिको दिनमा त्यो अदालतमा मुद्दा हालेकै कारणले क्रिस्चियनहरूले क्षतिपूर्ति पाएर उनीहरूले रकम पाउने पनि हुन्छ। Now this year I pray the judge will help my friend who was arrested in UP. र यो वर्ष मेरो यो प्रार्थना छ कि मेरो मित्र यूपीबाट आउनु भएको त्यो मित्रले न्याय पाउनु हुनेछ। Brother, I know that you have suffered in the jail this year. र मेरो भाइ तपाईले दुःख पाउनु भएको छ। But next year you will win in the court and they will pay you the money. र आज तपाईले दुःख पाउनु भएको छ भने भोलि तपाईले न्याय पाइकन क्षतिपूर्ति पाउनु हुनेछ। I pray for your victory in the Supreme Court of India. र तपाईले भारतको सर्वोच्च अदालतबाट पनि न्याय पाउने छ भन्ने कुरा मेरो प्रार्थना हुनेछ। But let us imagine the judge is a bad man and does not help us.
एकैछिन हामी अनुमान लगाउँ कि त्यहाँ रहेको अदालतको न्यायाधीश चाहिँ एकदमै खराब छ अथवा भ्रष्ट छ। You can appeal to the higher court, and maybe there are 3 judges to hear your case. यदि हामीले त्यो जिल्लाको अदालतबाट हामीले न्याय पाएनौँ भने हामी माथि जाने ठाउँ पनि छ नि, हामी उच्च अदालतमा जान सक्छौँ And maybe still they do not help you. र उच्च अदालतले पनि हामीलाई न्याय दिएन भने Then you can appeal to the Supreme Court of Nepal. र त्यसपछि अन्तमा चाहिँ हामी नेपालको सर्वोच्च अदालतमा पनि हामी जान सक्छौँ And there are many judges, and maybe they will enforce the Constitution and help you. र सर्वोच्च अदालतमा चाहिँ धेरै न्यायाधीशहरू हुन्छ र त्यहाँनिर संविधान नै सबै कुरा हेरेर उहाँहरूले न्याय दिन सक्नुहुन्छ। They can order the Prime Minister, they can order the army to stop harassing the Christians. र सर्वोच्च अदालतले चाहिँ देशको प्रधानमन्त्रीलाई पनि र प्रहरी प्रशासनलाई पनि आदेश दिन सक्छ कि क्रिस्चियनहरूलाई दुःख दिन चाहिँ छाड्नुहोस् भनेर। But if even the Supreme Court does not help you, जब हामीलाई सुप्रिम कोर्टले अथवा सर्वोच्च अदालतले पनि हामीलाई न्याय दिएन भने then you can appeal to God, and God is the highest judge. र त्यसपछि तपाईहरूले परमेश्वरमा त्यो मुद्दा लिएर जान सक्नुहुन्छ। परमेश्वरले नै हामीलाई मुद्दा जिताउनुहुन्छ And God will give you justice. र परमेश्वरले चाहिँ हामीलाई न्याय दिनु नै हुन्छ। And in the end of time, after you are dead, र जब हाम्रो मृत्यु हुन्छ you will get the biggest reward and all of the money. र हामीले चाहिँ सम्पूर्ण सबैभन्दा ठुलो हामीले त्यो रिवार्ड पनि हामीले त्यतिखेर पाउँछौँ। And the evildoers and the bad judges, they will be overruled by God and thrown into hell. र जब त्यो पीडकलाई अथवा त्यो हामीलाई अन्याय गर्ने अथवा न्याय नदिने न्यायाधीशहरूलाई चाहिँ परमेश्वरले नै दण्ड दिनुहुन्छ। But our job, our duty is to appeal to the judge. र हाम्रो काम भनेको चाहिँ अहिलेको समयमा अदालतमा जानु नै पर्छ। Amen? आमेन। He has the question. न्यायको सम्बन्धमा हामीले नेपालबाट उच्च अदालतमा गइसकेपछि न्याय नपाएपछि अन्तर्राष्ट्रिय अदालतमा जान पाउँछ। Antarashtriya, okay. When we do not get the justice from Nepal, the court of Nepal, can we appeal to the international court? You can try to do this, but there are, the government here will not recognize the international court. र यो हामीले ट्राई गर्न सक्छौँ, तर हुनसक्छ नेपालको सरकार त्यहाँनिर नहुनु पनि सक्छ अथवा सरकारबाट चाहिँ त्यो सहयोग नहुनु पनि सक्छ। But the government here will respond to international pressure from other countries' prime ministers. र त्यो अदालतको सम्बन्धमा चाहिँ त्यस्तो हुनसक्छ, तर अरू राष्ट्रबाट चाहिँ आउने प्रेसर चाहिँ नेपालले धान्न गाह्रो हुन्छ, किनकि अरू देशको प्रधानमन्त्रीहरूले अथवा त्यहाँका निकायहरूले चाहिँ फोन गरेर विभिन्न कुराको उसबाट चाहिँ प्रेसर दिने काम चाहिँ हुन्छ। Do you have any practice that any country have appealed to the international court on this religious freedom? That is more common in Europe than it is in USA, and I have not done this personally. There is in Europe and America? In Europe they have international court, but in USA they do not. युरोपमा चाहिँ अन्तर्राष्ट्रिय अदालत छ, तर अमेरिकामा चाहिँ छैन र त्यति साह्रो यो चाहिँ भइरहेको अवस्था छैन, अभ्यास छैन। But the United Nations is recognizing the Charter for Human Rights. र तर संयुक्त राष्ट्र सङ्घको चाहिँ मानव अधिकार भन्ने सम्बन्धमा विशेष प्रावधान छ। And you should make the argument and help me make the argument to President Trump in the USA. र तपाईहरुले त्यही धारालाई मानव अधिकारको विश्वव्यापी मान्यताहरूलाई चाहिँ तपाईहरुले भनेर चाहिँ प्रेसिडेन्ट राष्ट्रपति ट्रम्प समक्ष पुर्याउन चाहिँ सकिन्छ। And he can make a speech in Washington and say, we will not trade with the bad countries. र उहाँ जब राष्ट्रपति ट्रम्प कहाँ त्यो पुग्छ भने राष्ट्रपति ट्रम्पले व्हाइट हाउसबाट चाहिँ एउटा भाषण गर्न सक्नुहुन्छ कि जुन जुन राष्ट्रहरूले चाहिँ यी गलत कार्यहरू गरिरहेको छ हामी कुनै प्रकारको व्यापार गर्ने छैनौं भनेर उहाँले घोषणा गर्न सक्नुहुन्छ। He actually did this week in South Africa.
र उहाँले यही प्रकारको घोषणा चाहिँ गएको हप्तामा साउथ अफ्रिकाको विरुद्धमा गर्नुभएको थियो। He said, we will not give them $400 million because they are punishing the farmers. र यही प्रकारको कुरा चाहिँ उहाँले दक्षिण अफ्रिकाको लागि गर्नुभएको थियो। उहाँले भन्नुभयो कि हामी दक्षिण अफ्रिकालाई हामी 4 अरब जति डलर चाहिँ हामी दिने छैनौँ, रोक्नेछौँ, किनकि उहाँहरूले किसानहरूलाई चाहिँ अत्याचार गरिराख्नु भएको छ भनेर चाहिँ घोषणा गरिएको थियो। And the Prime Minister of South Africa said, oh, we need the money from America, so we will not really punish the farmers. र त्यहाँको प्रधानमन्त्रीले भन्नुभयो, ओहो हामीलाई त अमेरिकाको पैसा चाहिन्छ, अब हामी यो अत्याचार गर्न बन्द गर्नेछौँ। Now, if I am ambassador in US and I am advising President Trump, I will tell him about Nepal. Can I tell about you? Briefly. ओके, अलिकति उहाँको बारेमा भनौँ। उहाँ चाहिँ गएको उसमा प्रदेश सभाको सदस्य पनि हुनुहुन्थ्यो भने अहिले राष्ट्रपति ट्रम्प हुनु भइसकेपछि उहाँले चाहिँ विशेष गरी यो धार्मिक स्वतन्त्रताको निम्ति चाहिँ उहाँले चाहिँ यो विश्वव्यापी रूपमा हुने दूतको रूपमा, प्रेसिडेन्ट ट्रम्पको दूतको रूपमा चाहिँ उहाँले दरखास्त हाल्नुभएको छ। त्यो छान्दै आएर अहिले 4 जना उम्मेदवार हुनुहुन्छ। त्यो 4 जना उम्मेदवारहरूमा उहाँ पनि एकजना हुनुहुन्छ। हामीले प्रार्थना गर्नुपर्छ कि उहाँ चाहिँ त्यो प्रेसिडेन्ट ट्रम्पको विशेष दूतको रूपमा चाहिँ नियुक्त हुनुभएको, त्यो चाहिँ राजनीतिक नियुक्ति हो उहाँको, होइन। त्यसमा चाहिँ उहाँले पाउनुभएको होस् भनेर हामीले प्रार्थना पनि गर्नुपर्छ। प्लस चाहिँ उहाँले इनकेस त्यो भएन भने नेपालको अथवा पाकिस्तानको राजदूतमा पनि उहाँले निवेदन दिनुभएको छ, उहाँले त्यो भएको होस् भनेर प्रार्थना गरौँ। र उहाँले अघि जोड्दै गरेको चाहिँ तपाईँहरूले प्रार्थना गरिदिनुहोस् कि उहाँ चाहिँ त्यो राजदूतको रूपमा चाहिँ नियुक्त हुनुभएको होस् भनेर।